हेलो एभ्रिवान, इट्स मी राज। आई होप सबैजनाले सन्चै होला। अहिले गर्मीको सिजन छ, तपाईँहरू एकदम केयरफुल भएर बस्नु होला। आज म यो भिडियोमा चाहिँ प्लम्बिङ सम्बन्धी केही नलेज दिउँ कि भनेर म यहाँ तपाईँहरू अगाडि प्रेजेन्ट भएको छु। यो मेरो पहिलो भिडियो भएको कारणले कुनै मिस्टेक भएको छ भने चाहिँ हजुरले कमेन्ट गरेर भनिदिनु होला। म यता साइप्रस आएको नि 5 महिना जति भइसक्यो। त्यो कारणले गर्दा पनि यहाँको सिस्टम र नेपाल सिस्टम केही भिन्नता भएको कारणले गर्दा चाहिँ म यहाँको सिस्टमको बारेमा चाहिँ कस्तो छ के छ भनेर जानकारी दिन गइरहेको छु। आज चाहिँ म प्लम्बिङको लागि चाहिँ छतमा रुफटपमा चाहिँ कसरी पाइपलाइन इन्स्टलेसन गरिन्छ, कसरी पाइप रनिङ गरिन्छ, ट्याङ्कीहरू कसरी इन्स्टलेसन गरिन्छ, त्यो विषयमा चाहिँ जानकारी दिनको लागि तपाईँहरूको लागि चाहिँ यो भिडियो देखाउँदै गर्दछु। अनि मेरो काम गरेको कस्तो छ के छ फिडब्याक पनि दिनु होला। यहाँ चाहिँ नेपालको सिस्टमभन्दा अलिकति भिन्न रहेको छ, किनभने नेपालमा चाहिँ हाम्रो एउटा ट्याङ्कीबाट चाहिँ तपाईँको बाथरुमहरूलाई चाहिँ पानी सप्लाई दिने गर्थ्यो। तर यहाँको सिस्टम चाहिँ अलिक भिन्न भएको कारणले गर्दा चाहिँ यहाँ चाहिँ इच एभ्री बाथरुमको लागि चाहिँ तपाईँको एकवटा पाइपलाइन रनिङ गरेको छ होइन। तपाईँको एकवटा ट्याङ्की पनि इन्स्टलेसन गरेको छ, बुस्टर पम्प पनि एकवटा गरेको छ, साथसाथै हाम्रो सोलर पनि सेपरेट गरेर एकवटा गरिएको छ। यहाँको पाइपहरू चाहिँ अनि अलिक भिन्न प्रकारको छ। यहाँ पाइपिङ पाइपहरू युज गरिन्छ, पिपिआर पाइप अलिक कम मात्रा युज गरिन्छ भने सिबिबिसी पाइप चाहिँ युजै गरिँदैन भन्दा पनि हुन्छ। अब यहाँको पाइपहरू चाहिँ तपाईँको नेपालमा जस्तो अन्डरग्राउन्ड गरेर पाइपहरू अब कोराको मुनि रनिङ गरिँदैन। यहाँ चाहिँ प्रत्येक पाइपहरूलाई चाहिँ ट्रेको उपर चाहिँ पाइपहरूलाई चाहिँ क्लिप लगाएर चाहिँ तपाईँको केबल टाईहरू होइन लगाएर चाहिँ तपाईँको एकदम फिनिसिङ ल्याएर चाहिँ काम गरेको हुन्छ। अब भिडियोमा देखाएअनुसार तपाईँहरूले चाहिँ यो प्रत्येक पाइपहरूलाई चाहिँ केबल टेको मार्फत चाहिँ रनिङ गरेर तपाईँको टोइलेट बाथरुमहरूको लागि चाहिँ सेपरेट गरेर चाहिँ तपाईँको अब एकवटा मार्किङ गरिरहेको हुन्छ। पहिले नै त्यो मार्किङ गरे अनुसार चाहिँ ट्याङ्कीहरू, सोलर, बुस्टर पम्पहरू जोडिएको छ। यो भिडियोमा चाहिँ अर्को एउटा जो नयाँ कुरा भनेको चाहिँ हाम्रो नेपालमा चाहिँ अन्डर हिटिङ सिस्टम हुँदैन। यहाँ चाहिँ अन्डर हिटिङ सिस्टम छ, किनभने यो ठाउँ चिसो हुने भएको कारणले चाहिँ तपाईँको अब जाडोको महिनामा चाहिँ तपाईँको फ्लोर पनि तातो बनाउने हिसाबले गर्दा चाहिँ यहाँ चाहिँ अन्डर हिटिङ सिस्टम गरिन्छ। त्यो यस बिल्डिङमा चाहिँ हाम्रो 12वटा टोइलेट बाथरुम मध्येमा 12 रुमहरू मध्येमा चाहिँ तपाईँको 4 रुमको चाहिँ अगाडि फेसपट्टि चाहिँ बाल्कुनीमा चाहिँ तपाईँको यो मेरो पहिलो भिडियो भएको कारणले गर्दा पनि कति कुराहरू मिस्टेक भइरहेको होला। तपाईँहरूले चाहिँ कमेन्ट गरिदिनु होला मिस्टेक भएको छ भने, यो कुरा मिस्टेक छ भनेर। मैले आगामी दिनहरूमा पनि त्यो कमेन्टहरूलाई चाहिँ फलो गरेर चाहिँ अगाडि बढ्नेछु भन्ने आशा लागिरहेको छ।